यहाँहरु सबैलाई जय मसीह अनि गुड मर्निङ र नमस्ते पनि भन्न चाहन्छु। म पास्टर जीवन राई यस बिहानी तपाईहरुको अगाडि गुड न्यूज लिएर आएको छु। एकदमै शुभ खबर लिएर आएको छु। त्यो चाहिँ के हो भन्दिङलाई तपाईहरुको लागि यस बिहानी म प्रार्थना गर्न गइरहेको छु। आई एम गोइङ टु प्रे फर यु। तपाईहरु कति जना निराशा हताशामा हुनुहुन्छ होला, अप्ठ्यारो अवस्थामा हुनुहुन्छ होला। जीवनको यात्रामा अगाडि बढ्दै जाँदाखेरि के गर्ने के नगर्ने, कहाँ जाने कहाँ नजाने, के खाने के नखाने, कहाँ बस्ने कहाँ सुत्ने, के गर्ने, विभिन्न प्रकारको यस्तो चपेटामा तपाईहरु अगाडि बढिरहनु भएको होला। तपाईहरु कतिजना हस्पिटलको बेडमा तपाईहरु हुनुहुन्छ होला, तपाई सुतिरहनु भएको होला। अब डाक्टरको रिपोर्ट कस्तो आउँछ, के आउँछ, मेरो ल्याबको रिपोर्ट कस्तो आउँछ होला, के आउँछ होला भनेर तपाईहरु चिन्तामा फिक्रीमा हुनुहुन्छ होला। तपाईहरु कतिजना परिवारको चिन्ता फिक्रीमा हुनुहुन्छ होला, आफ्नो छोराछोरीको भविष्यको लागि, श्रीमती श्रीमानको बीचको कुराहरू र विभिन्न यस्तो पारिवारिक कुराहरू हुन्छ। अनि यी सबैले गर्दाखेरि चाहिँ हाम्रो जीवनमा धेरैपल्ट हामीलाई एकदमै अप्ठ्यारो बनाउँदछ। जीवनलाई सुचारू रूपमा अगाडि बढाउनको लागि, जिउनको लागि। अनि कतिजना तपाईहरु एकदमै त्यो अन्तिम अवस्थामा पनि तपाईहरु हुनुहुन्छ होला। अब जीवनको केही पनि विकल्प छैन, उपाय छैन, केही पनि छैन। अब आत्महत्या गर्ने हो भनेर त्यो स्थितिमा तपाईहरु कतिजना पुग्नु भएको होला, सुसाइड गर्न लाग्नु भएको होला तपाईहरु। तर यस बिहानी म तपाईहरुलाई उत्साह दिन चाहन्छु। गॉड लभ्स यु। प्रभु येशूले तपाईलाई धेरै प्रेम गर्नुहुन्छ। त्यसकारणले गर्दाखेरि आई एम गोइङ टु प्रे फर यु। तपाईको लागि म प्रार्थना गर्न चाहन्छु। तपाईको लागि आशा लिएर आएको छु कि प्रभु येशूले तपाईको जीवनको हरेक समस्याहरूलाई समाधान गर्नु सक्नुहुनेछ। तर त्यसको लागि तपाईले एउटा रिक्वेस्ट, तपाईले विश्वास गर्नुपर्छ। तपाईले भित्रबाट हृदयबाट तपाईले यदि प्रभु येशूलाई विश्वास गर्नुभयो भने, येशूको नाममा तपाईले विश्वास गर्नुभयो भने तपाईले छुटकारा पाउनुहुनेछ। स्पेशली तपाईहरु बिमारीहरू जतिजना तपाईहरु हुनुहुन्छ हस्पिटलको बेडमा, कतिचोटि धेरै गाह्रो पर्दछ। म पनि हस्पिटलको बेडमा 6 महिना सुतेको मान्छे हो। अनि प्रभुले मलाई अन्तिम दिनहरुमा, 6 महिनाको अन्तिम दिनहरुमा जब मैले विश्वास गरे, पूर्ण रूपमा जब मैले विश्वास गरे, प्रभुले मलाई निको पार्नुभयो र आज म एकदमै स्वस्थ छु। करिब 25-30 वर्ष भयो प्रभुले मलाई हिल गर्नुभएको। ती बिमारहरू मेरो जीवनमा आएको छैन। त्यसले गर्दाखेरि यस बेला म तपाईलाई इन्करेज गर्न चाहन्छु। यदि तपाईहरु त्यो बेडमा तपाई सुतेर यो भिडियो तपाईले सुन्दै हुनुहुन्छ भने, यो मेरो भिडियो तपाई कहाँ पुग्यो भने, अरु जति पनि तपाई अप्ठ्यारो जीवनको अप्ठ्यारो अवस्थामा तपाईहरु हुनुहुन्छ, यदि मेरो भिडियो तपाई कहाँ पुग्यो भने दिस मर्निङ, आज बिहान तपाईको लागि म प्रार्थना गरिरहेको छु। गॉड विल रेस्टोर योर एभ्रिथिङ। प्रभु येशूले तपाईको सबै कुराहरू फेरि पनि पुनर्निर्माण गर्न सक्नुहुन्छ। उहाँले तपाईलाई नयाँ लिभरहरू दिन सक्नुहुन्छ, नयाँ इन्टेस्टाइनहरू दिन सक्नुहुन्छ। प्रभुले तपाईलाई नयाँ कुराहरू, तपाईलाई नयाँ आँखाहरू, नयाँ तपाईको हरेक कुराहरू, नयाँ कुराहरू तपाईलाई परमेश्वरले तपाईलाई दिन सक्नुहुन्छ। तपाईको परिवारलाई फेरि पनि नयाँ बनाउन सक्नुहुनेछ। त्यसको लागि मैले भनिहालेँ, सानो एउटा विश्वासको खाँचो छ, तपाईले विश्वास गर्नुहोस्। यहाँ म बाइबलमा एक जग्गा म पढ्नेछु, मत्तीको 11:28 मा लेखेको छ, हे बोझले लादिएका म कहाँ आओ, म तिमीलाई विश्राम दिन्छु भनेर प्रभु येशूले भन्नुभयो। उहाँले मात्रै त्यो कुरा भन्नुभयो, बोझले लादिएका म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु भनेर प्रभुले भन्नुभएको छ। यदि हामी ती बोझहरूले लादिएका छौँ भने यस बिहानी हाम्रो त्यो बोझाहरू, त्यो भारी यीशुलाई दिउँ हामी। अनि उहाँले सबै लिइसक्नु भएको छ है। बाइबलमा यसरी पनि लेखिएको छ कि यशायाको किताबमा यसरी लेखिएको छ, यशाया 53 4 पदमा यसरी पनि लेखिएको छ, तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रो अधर्मका निम्ति ऊ पेलियो, हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयौँ। र प्रभु यीशु ख्रीष्टले सबै कुरा भोग्नु भएको छ, सबै कुरा त्याग्नु भएको छ। तपाईको बिमारी, तपाईको कष्ट, रोगको लागि, समस्याको लागि उहाँले त्यो कष्ट भोगिसक्नु भएको छ। हाम्रो बिमारको लागि
है उहाँमा त्यो चोट परेको छ। हामीलाई निको बनाउनको लागि, हामीलाई निको पार्नको लागि उहाँले त्यो क्रुसमा सबै कुरा लिइसक्नु भएको छ। पहिलो पत्रुसको 2:24 पत्र पनि नयाँ नियममा बाइबलमा त्यसरी लेखेको छ कि उहाँको कोर्राको चोटले हामी निको भयौँ भनेको छ। आज तपाईँको हरेक बिमारी परिस्थितिको लागि उहाँले त्यो कोर्रा खाइसक्नु भएको छ, त्यो चोट उहाँमा परेको छ। त्यसले गर्दाखेरि हामी निको भएको पनि छौँ। हामी सबै समस्याको समाधान उहाँले गर्न सक्नुहुन्छ। त्यसको लागि मैले भनिहालेँ हामीलाई विश्वासको जरुरत पर्दछ। लेट अस प्रे टुगेदर। हामी प्रार्थना गर्नेछौँ, सँगै हामी प्रार्थना गर्नेछौँ। यहाँनिर यसरी तपाईँले भन्नुहोस्, यिर्मिया 17:14 बाइबलमा यसरी पनि लेख्यो। एकपल्ट यिर्मिया भन्ने अगमवक्ताले यसरी पनि प्रार्थना गर्यो, हे परमप्रभु मलाई निको पार्नुहोस् र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईँ नै हुनुहुन्छ। यसरी विश्वाससँग उसले प्रार्थना गरेको थियो। मैले भनिहालेँ सानो विश्वासको जरुरत पर्छ। यदि तपाईँ बिरामी हुनुहुन्छ भने, तपाईँ विभिन्न प्रकारको समस्यामा हुनुहुन्छ भने तपाईँले विश्वास गर्नुहोस्, प्रभु यीशुलाई भन्नुहोस्, प्रभु म तपाईँको सृष्टि हो, म तपाईँको छोरा, म तपाईँको छोरी हो, मेरो सबै समस्याको समाधान तपाईँले गरिदिनुहोस् भनेर तपाईँले भन्नुहोस्। यस बिहानी भित्र हृदयबाट तपाईँलाई प्रभुले निको पार्नुहुनेछ। हो, सबैलाई निको नपार्ला, सबैको समस्याको समाधान प्रभुले नगर्ला, किनभनेदेखिलाई मैले भनिहालेँ त्यो हाम्रो विश्वासमा नै भर पर्छ। हामी भित्रबाट विश्वास गर्छौँ भने मात्रै हामीले ती कुरो हामी प्राप्त गर्नेछौँ। यदि हामी भित्रबाट हामी विश्वास गर्दैनौँ भनेदेखिलाई त्यो कुरो त्यो एक्सनमा हुने छैन, त्यो काममा आउने छैन। त्यसले गर्दा आउनुहोस्, ढिलो नगरिकन आई एम गोइङ टु प्रे फर यु। म तपाईँको लागि प्रार्थना गर्नेछु। गड लभ्स यु। परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, किनभने तपाईँ परमेश्वरको छोरा, तपाईँ परमेश्वरको छोरी हुनुहुन्छ, परमेश्वरको सृष्टि तपाईँ हुनुहुन्छ, म परमेश्वरको सृष्टि। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। लेट अस प्रे। प्रभु यीशु मसीह, म तपाईँलाई यस बिहानी विशेष प्रार्थना गरिरहेको छु। अहिले प्रभु जतिजनाले यो भिडियो हेरिरहेको छ प्रभु, कतिजना यो हस्पिटलको बेडमा होला, कतिजना परमेश्वर पिता विभिन्न अवस्थामा हुनुहुन्छ होला, घरमै पनि हुनुहुन्छ होला। यदि यो भिडियो प्रभु उहाँहरूले सुन्दै हुनुहुन्छ भने, हेर्दै हुनुहुन्छ भने म प्रार्थना गर्छु यीशु मसीहको नाममा यस बिहानी तपाईँको वचन म पठाउँदैछु। पहिलो पत्रुस 2:24 पत्रमा छ, यसै 53 4-5 लेखेको कुराहरू, मत्ती 10:1 अनि 7-8 लेखेका कुराहरू प्रभु म यस समय पठाउँदैछु तपाईँको वचनहरू। हालेलुया। प्रभु उहाँलाई छुएर तपाईँले चङ्गाइदिनुहोस्। यीशु मसीहको नाममा म प्रार्थना गर्दछु। हालेलुया। ओ प्रभु, तपाईँले खाएको कुरा, तपाईँले बगाएको रगतमा प्रभु उनीहरू निको भएको छ। यीशु मसीहको नाममा निको भएको छु। आई एम सेन्डिङ यु वर्ड्स राइट नाउ इन द नेम अफ जिजस। यीशु मसीहको नाममा ती वचनहरू म पठाइरहेको छु। हालेलुया। किनभने तपाईँको वचन रहेछ, वचनमा शक्ति छ, सामर्थ्य छ। अनि प्रभु उनीहरूलाई त्यो विश्वास दिनुहोस्। प्रभु उनीहरूको हृदयबाट प्रभु उनीहरूले विश्वास गर्न सकेको होस् र उहाँलाई निको बनाउनुहोस् भन्ने बिन्ती चाहन्छु। म प्रार्थना गर्छु कतिजनालाई म यहाँबाट देखिरहेको छु प्रभु, त्यो आमालाई, त्यो बाबालाई, त्यो भाइ, त्यो बहिनीहरूलाई म देखिरहेको छु प्रभु। प्रभु उनीहरू त्यो प्रभु हस्पिटलको बेडमा उनीहरू सुतिरहेको छ प्रभु। कतिजना जीवनको चपेटाको कुराहरूमा छन् प्रभु, जीवन र मृत्युको बिचमा छन् कतिजना। उहाँको लागि म प्रार्थना गर्छु यीशु मसीहको नाममा प्रभु तपाईँले छुएर उहाँहरूलाई चङ्गाइदिनुहोस्। हालेलुया। प्रभु यसरी म प्रार्थना गर्छु कतिजना प्रभु आज पारिवारिक समस्या छन् प्रभु, कतिजना प्रभु आज के गर्ने के नगर्ने भन्ने कुराहरू प्रभु उहाँको लागि म प्रार्थना गर्दछु। हालेलुया। प्रभु उहाँलाई तपाईँले छुएर यस बिहानी प्रभु तपाईँले चङ्गाइदिनुहोस्। प्रभु उहाँसँग पनि तपाईँ रहनुहोस् भन्ने बिन्ती चाहन्छु। उहाँको सबै पीर मर्का वेदनाहरू प्रभु हरेक तपाईँको हातमा म समर्पण गर्दछु प्रभु। साँच्चै यदि उहाँले तपाईँलाई विश्वास गर्छ भने तपाईँले छुटकारा दिने परमेश्वर तपाईँ हुनुहुन्छ, किनभने तपाईँको वचनमा लेखेको छ, हिब्रू 13:8 लेखेको छ, हिजो आज सधैँभरि तपाईँ यीशु एक समान हुनुहुन्छ। तपाईँ कहिले पनि अदल बदल तपाईँ परिवर्तन नहुने परमेश्वर तपाईँ हुनुहुन्छ। हामी मानिस जस्तो तपाईँ हुनुहुन्न। त्यसले गर्दाखेरि प्रभु आज पनि तपाईँ त्यही परमेश्वर तपाईँ हुनुहुन्छ। तपाईँ कहिले पनि बदल्नुहुन्न। त्यस कारणले गर्दा प्रभु तपाईँले व्यक्तिहरूलाई प्रभु छुएर चङ्गाइदिनुहोस्। धन्यवाद प्रभु, तपाईँले समयको लागि धन्यवाद चाहन्छु येशू मसीहको नाममा। आमेन। प्रेज द लर्ड। गड ब्लेस यु। तपाईँको लागि म प्रार्थना गरि नै रहनेछु। यदि तपाईँलाई प्रेयरको रिक्वेस्ट छ भने, अझै रिक्वेस्टहरू छ भने यो मेरो युट्युब च्यानल माथि लिङ्क मैले दिएको छु, त्यहाँनिर तपाईँले मेसेज गर्नुहोस् मलाई। म तपाईँको लागि अझै म उपवासहरू बसेर पनि तपाईँको लागि म प्रार्थना गर्नेछु। गड ब्लेस यु। ह्याभ अ ब्लेसेड डे। निराशा हताशा नहुनुहोस्, खुसी हुनुहोस्, आनन्द हुनुहोस्। प्रभुले तपाईँलाई आशिष दिनुहुनेछ। गड ब्लेस यु।